मौलिक घर लगायत यहाँनिर विभिन्न किसिमका संरचनाहरू बनिरहेछ। बनिने क्रममा हामी देख्न सक्छौँ। यतापट्टि कस्तो राम्रो यो बाटो पनि यस्तो राम्रो देखिन्छ नि। जस्ट यो निर्माण कार्य जारी छ, एकदमै तीव्र गतिमा भइरहेको छ। हेर्न सक्नुहुनेछ तपाईँहरू। बेन्चहरू ठ्याक 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 सेटिङ गरिसक्नु भएको छ। यो पोखरी वरिपरि फुलिरहेछ है। हेर्न सक्नुहुनेछ तपाईँहरू। यो मरेको रुख ल्याएर यहाँ राख्नु भएको छ र यो माथि चाहिँ अर्किड सुनखरी। सम्पूर्ण मित्रहरूलाई नमस्कार, गुड मर्निङ। तपाईहरू हेर्दै हुनुहुन्छ आवर्धन अनलाइन मिडिया। प्रत्येक दिनको अपडेटसँगै आज फेरि बिहानै उपस्थित भइसकेको छु ज्येष्ठ नागरिक मनोरञ्जन पार्कमा। थुप्रै समयपछि हिजो राति अथवा बेलुका पानी पर्यो अनि राति पनि पर्यो। एकदमै यो बोट बिरुवाहरूलाई पनि राहत मिलेको अवस्था छ। काम हुँदैछ। आज अलिकति ढिलो आएछु। पसलहरू यतापट्टिको खोलिसकेको छ र यहाँनिर यसरी पर्यटकहरू, दिदीहरू, आमाहरू आइसक्नु भएको छ घुमघाम गर्नलाई। श्रम संस्कृति पार्क भन्ने बित्तिकै पर्यटकीय गन्तव्य बनिरहेको अवस्था छ। विभिन्न संरचनाहरू बनिँदैछ। बनिने क्रममा विशेष यो चाहिँ प्राथमिक उपचार केन्द्र अहिले तत्कालै अफिसको रूपमा प्रयोग गरिएको छ भने यहाँ तल चाहिँ के छ त ल यहाँदेखि यस्तो छ। यता पोखरी बनिँदैछ, कलर गर्दै हुनुहुन्छ हाम्रो साथीहरू। निर्माण कार्य जारी छ, एकदमै तीव्र गतिमा भइरहेको छ। हेर्न सक्नुहुनेछ तपाईँहरू। बेन्चहरू ठ्याक 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 सेटिङ गरिसक्नु भएको छ। यो पोखरी वरिपरि हिँड्नलाई साह्रै राम्रो, साह्रै सुन्दर पार्क बनिरहेछ चिटिक्क पारेर है। श्रम संस्कृति पार्क भन्ने बित्तिकै देश विदेश जताततै एकदमै फेमस परिचित ठाउँ धरानको, नेपालकै भनौँ एकदमै राम्रो ठाउँ बनिरहेको छ। यो ठाउँ अझै पनि पार्क बनिने क्रममा। यतापट्टि यस्तो छ घर र यहाँ बगानबेली चाहिँ फल्न थालेछ है। कहाँबाट आउनुभयो तपाईँहरू? धरानबाटै। दिनमा गर्मी हुन्छ, बिहानै घुम्नुपर्छ होइन? माथि माथि घुमिसक्नु भयो? 3 जना। धरान कतिबाट आउनुभयो? तलतिरैबाट लजाउनु भयो त? अनि लजाउनु पर्छ त, लाज लाग्यो कि क्या हो? फेरिका माथि माथि सबै घुमिसक्नु भयो? ए घुम्नु भएको छैन माथि चाहिँ? पहिला पनि आउनु भएको कि आएको नि? ए ल, यहाँ चाहिँ पसेको थिएन, आज पस्नु भयो। यहाँ चाहिँ फेरि अहिले टिकट पर्दैन है? ए सोधिवरी आउनुभयो। कस्तो लागिरहेछ यो पार्क चाहिँ? रमाइलो लागेको छ, दामी रमाइलो नि। ढोल बजाउने बज्दैन होला, त्यो त हेर्नलाई मात्रै होला नि। कि बज्छ कि? बा बज्छ कि? ल है त बा तपाईँ साँच्ची है। ल बा बजिहाल्यो भने त बज्यो भयो त नि। हजुर, बिहानै घुम्नु आउनु भएको छ। दिनमा निकै गर्मी छ होइन धरानमा? ल गएर बजाउनु त, म हेर्छु ढोल। ल त बजाइ हेर्नु त, एउटा गीत पनि गाउनु। खै तपाईँहरू नजाने? जानुहोस् न तपाईँहरू पनि। हो र? ल यतैबाट हेरिदिनु नि तपाईँहरू चाहिँ। जानु न, गएर बजाइदिनु न। पहाडको घर छ नि होइन? पहाडको जस्तो
रमाइलो छ नि घुम्ने ठाउँ नभेटिने रहेछ ए नि त ल बस्ने रहेछ जानु न तपाईहरु पनि माथि फोटो खिच्न जानु ढाड दुख्यो कि खुट्टा दुख्यो हो तपाईहरुको ल यसरी बिहानै घुमघाम गर्न आइरहनु भएको छ पर्यटकीय गन्तव्य बनिरहेको छ निर्माण कार्य एकदमै तीव्र गतिमा भइरहेको अवस्था छ यता तल्लोपट्टि छानाको पुरै तयारी हुँदैछ सकेसम्म प्रत्येक दिनको भिडियो तपाईहरु सामु प्रस्तुत गरिरहेको छु धेरैले साथ दिनुहुन्छ सपोर्ट गर्नुहुन्छ सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहे धराने घर यहाँनिर माछा पोखरी यस्तो राम्रो संरचनाहरू बनिएको छ यता चाहिँ अब अर्किड गार्डन बनाउने उहाँहरुको योजना अनुसार यहाँनिर अर्किड सुनाखरीहरू रोप्नु भएको छ फुलिरहेछ है सरररररर हेर्न सक्नुहुनेछ तपाईहरु यो मरेको रुख ल्याएर यहाँ राख्नु भएको छ र यो माथि चाहिँ अर्किड सुनाखरी लाउनु भएको छ यस्तो छ है त यहाँको अवस्था यहाँको भिडियो तपाईहरु सामु प्रस्तुत गरिरहेको छु यतापट्टि अब एरिनाको तयारी हुँदैछ हप्तामा 2 दिन चाहिँ विशेष गरी यहाँनिर श्रमदान रहने गर्दछ आइतबार र सोमबार त्यसपछि आवश्यकता अनुसार श्रमदान हुनेछ र गर्दै हुनुहुन्छ जति पनि श्रमदान गर्न आउनुहुन्छ श्रमदाताज्यूहरू हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिनुपर्छ उहाँहरूको मेहनत उहाँहरूको परिश्रमले गर्दा आज यो पार्क यस्तो राम्रो यस्तो सुन्दर बनिसकेको छ साथसाथमा सम्पूर्ण दाताज्यूहरूलाई पनि विशेष धन्यवाद उहाँहरूको सहयोगले गर्दा आज यो पार्क यति सुन्दर बनमारा घारीबाट एउटा कम्प्लिटली एउटा ज्येष्ठ नागरिक मनोरञ्जन पार्क बनिरहेछ ज्येष्ठ नागरिकहरूको लागि सुविधा सम्पन्न एउटा पार्क प्याकेज पार्क बनिँदैछ एक्सर्साइज गर्न पनि यही मिल्ने नाचगान गर्न पनि यही मिल्ने हैन प्राथमिक उपचार केन्द्र लगायत सम्पूर्ण रमाइलो गर्न मिल्ने यो ठाउँ बनिरहेको छ यो बिचमा चाहिँ गाडी पनि आउनु सक्ने बाटोहरू रहनेछ बाइ चान्स केही भयो भने एम्बुलेन्सहरू भित्रै छिर्नको लागि हैन सहज होस् भनेर बाटो पनि बिचमा चाहिँ ठुलो राखिँदैछ राख्ने योजना छ सो अनुसार काम भइरहेको छ मौलिक घर चौतारो लगायत यो फ्लाइओभर यस्तो राम्रो बनिएको छ यो माथिल्लोपट्टि चाहिँ अब ठ्याक्कै घुमेर यो माथि वेलकम ट्रस्टमा फ्लाइओभर लाने योजना छ सो अनुसार डिजाइन भइसकेको छ काम गर्दै हुनुहुन्छ हाम्रा दाजुभाइहरू अहिले यो अस्ति मात्रै ढलाइ गरेर क्युरिङ गरिरहेको अवस्था देख्न सक्नुहुनेछ यस्तो छ यतापट्टि चारवटा एउटै डिजाइनको घर बनिरहेछ हेर्न सक्नुहुनेछ धरानको चर्चित पार्क श्रम संस्कृति पार्कको पनि यो ज्येष्ठ नागरिक मनोरञ्जन पार्क देखिरहनु भएको छ साँच्चै गजबको बनिरहेछ राम्रो बनिरहेछ चिटिक्कको बनिरहेछ घुमघाम गर्न आउनु सक्नुहुनेछ तपाईहरु आउनु होला भन्न चाहे विशेष गरी ल ज्येष्ठ नागरिक मनोरञ्जन पार्क तपाईहरु देखिरहनु भएको छ यस्तो छ
तल्लोपट्टि गमलाहरू देख्न सक्नुहुनेछ अनि बिचमा बेन्च चौतारी अनि सप्तपोखरी यतापट्टि यहाँनिर चौतारीहरू फेरि देख्न सक्नुहुन्छ। त्यसको यो माथिल्लोपट्टि चाहिँ यसरी फ्लाइओभर बनिँदैछ, बनाउँदै हुनुहुन्छ, निर्माण कार्य भइरहेको छ। यहाँ तल्लोपट्टि देखिरहनु भएको छ तपाईँहरू, साह्रै मजाको दृश्य हामी देख्न सक्छौँ। यो मौलिक घर लगायत यहाँनिर विभिन्न किसिमका संरचनाहरू बनिरहेछ, बनिने क्रममा हामी देख्न सक्छौँ। यतापट्टि कस्तो राम्रो यो बाटो पनि यस्तो राम्रो देखिन्छ नि। जस्ट यो अब यतिकै हेऱ्यो भन्दा पनि अझै ड्रोनबाट हेऱ्यो भने चाहिँ साह्रै राम्रो देखिन्छ। यस्तो छ है त। सरी मैले क्यामेरा घुमाउँ भनेको, अलिकति म यस्तो माथि चढेर खिचिरहेको छु, निकै गाह्रो छ, अप्ठ्यारो छ, क्यामेरा घुमाउन सकिनँ। यस्तो छ ज्येष्ठ नागरिक मनोरञ्जन पार्क तपाईँहरूलाई देखाइरहेको छु। घाम टिनिक्क भयो, आज पनि सायद गर्मी नै हुने रहेछ। र यो जति खनिरहनु भएको छ त्यहाँबाट झट्टै घुमेर यो माथि वेलकम ट्रस्टमा यो बाटो जानेछ। आजको लगभग अपडेट यति नै जस्तो लागिरहेछ। यहाँ तल हाम्रो साथी एकजना चाहिँ यो फिटिङ गर्दै हुनुहुन्छ, बस्ने बेन्च। बाँकी सम्पूर्ण चाहिँ यता लागि पर्नु भएको छ। यसरी काम हुँदैछ। प्रत्येक दिन तपाईँहरूलाई यो ठाउँको अपडेट दिने कोसिस गरिरहेको छु र दिइ नै रहेको छु। पक्कै पनि नयाँ हुनुहुन्छ भने अवधारण अनलाइन मिडियालाई सब्सक्राइब गर्नुहोला, जति सक्दो मेरो भिडियोलाई सेयर पनि गर्नुहोला भन्न चाहे, ताकि दाताहरू सामु उहाँहरूले सहयोग गरेको यो ठाउँ कस्तो बन्यो भनेर उहाँहरू सामु अवश्य पुगोस् भन्ने मेरो चाहना छ। आए ल यो कलर चाहिँ गर्दै हुनुहुन्छ हाम्रो साथीहरू। तपाईँ चाहिँ एक्लै गर्नुपर्ने, नो हेल्पर? हो, गाह्रो छ। हाम्रो साथीहरू यसरी काम गर्दै हुनुहुन्छ। यसलाई चाहिँ ठ्याक्कै सेटिङ अब यहाँ राखेपछि चाहिँ चल्नु भएन क्या, यसको फिक्स ठाउँ हो यहाँनिर। तल तल यसरी राखिँदैछ। यहाँदेखि पनि यसरी माथि हेऱ्यो भने यस्तो राम्रो देखिन्छ क्या। सारा बेन्चहरूलाई पनि यस्तै राम्रो सो दिएको छ, लुक्स दिएको छ। तर यो ठुलो बाटो है, यो चाहिँ गाडी बाटो। ल यिनै जानकारी साथ मेरो भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथमा नयाँ हुनुहुन्छ भने अवधारण अनलाइन मिडियालाई सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै आजलाई अनि म राज लिम्बू तपाईँहरू सामु बिदा माग्न चाहे। नमस्कार, जय देश, जय धरान।